मोरङको केराबारी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 को अवधिमा भए गरेका विकास निर्माण एवं सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। बिहिबार केराबारी गाउँपालिकाको हलमा पालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, उपाध्यक्ष मनमाया मगर र प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थितिमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो। संयन्त्र मिडिया एन्ड कल्चर प्रणालीको सहजीकरणमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडा कार्यालय, टोल विकास संस्था, विद्यालय, प्रहरी कार्यालय लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरू लगायत सर्वसाधारणहरूको समेत उपस्थिति थियो। कार्यक्रममा गाउँपालिका, वडा कार्यालय तथा पालिका अन्तर्गत विभिन्न कार्यालयबाट भए गरेका सेवा प्रवाह, विकास निर्माण र गाउँपालिकाको खर्चको अवस्था आदिको बारेमा जानकारी दिइएको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ केराबारीका अध्यक्ष प्रेम लावती, मोरङ आदर्श सेकेन्डरी स्कुलका सञ्चालक प्रेम कार्की, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य तथा समाजसेवी लालबहादुर बस्नेत, शिक्षक महासङ्घ केराबारीका अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायत हर्कमाया श्रेष्ठ, सुमन प्रधान, यम बराइली लगायतले जनप्रतिनिधि तथा गाउँपालिकालाई विभिन्न प्रश्नहरू सोधेका थिए। र त्यतिखेर हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घको चाहिँ पटक पटक मागहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ। अब कति पाराले हुन्छ, कति जनजातिहरूको मात्रै कुरा राख्ने हो, तर तपाईँहरू सोच्नु होला कि यहाँ 25,000 को हाराहारीमा जनसङ्ख्या आदिवासी जनजातिहरू छ। यहाँ विभिन्न भाषा लिपिहरू छन् र हामीले पटक पटक भनिरहेका छौँ, जुन ठाउँमा, जुन एरियामा जुन भाषाको प्रयोग हुन्छ, चाहे त्यहाँ मगर बस्तीमा त्यो मगर भाषा छ भने त्यहाँ मगर पढाइको लागि विद्यालयहरू त्यहाँ सञ्चालन हुनुपर्छ। जहाँ लिम्बू बस्तीहरू छ, लिम्बूहरूको भाषा धेरै प्रयोग हुन्छ भने त्यहाँ लिम्बू स्कुलको विद्यालयहरू सञ्चालन गरिनुपर्छ। जहाँ तामाङ एरिया छ, त्यो तामाङ एरियामा पनि आफ्नो आफ्नो भाषाको विद्यालयहरू सञ्चालन हुनुपर्छ। त्यस विद्यालयमा पढाउने शिक्षकहरू, भाषाको शिक्षकहरूको दरबन्दी हिसाबले टिचरहरू नियुक्ति हुनुपर्छ र उसले पारिश्रमिक पाउने पनि दरबन्दीको हिसाबले नै पाउनुपर्छ। यो हामीले पटक पटक हामीले माग राखेका छौँ। हाम्रो यो चाहिँ गाउँसभाले 2076 र 77बाट चाहिँ संस्थागत विद्यालयलाई पनि ट्याक्स दिने, 13,000 वार्षिक रूपमा तिर्ने भनेर एउटा घोषणा गरेको छ। अनि पोहोर साल चाहिँ त्यो 76 सालको बेरोजु भनेर पत्र आयो। अब हामीले थाहै छैन बेरोजु भनेर आयो। अब गाउँसभाले पारित गरेको कुरो गाउँसभाको बुक पनि हामीसँग छैन। अनि एकैचोटि बेरोजुको पत्र आयो, अनि त्यो हामीले बुझायौँ पनि। र अब संस्थागत विद्यालय चलाएर हामीले नेपाल सरकारलाई राजस्व बाह्य लेखा परीक्षण हुन्छ, सबै आम्दानीको कर दिन्छौँ, शिक्षाको चाहिँ कर दिन्छौँ, विद्यार्थीबाट उठेको पैसाको कर, गाडी भाडा लिएको त्यसको कर हुँदा हुँदा सबै तिर्नै मात्रै छ। व्यवसायलाई कर भयो। अनि यो पालिकामा पनि व्यवसाय सञ्चालनको कर यो चाहिँ अलिक निकै ठुलै रकम छ। हामीले सानो शुल्कहरू चाहिँ हाम्रा छिमेकी पालिकाहरूमा अत्याधिक शुल्क लिइरहेको अवस्थामा हाम्रो केराबारीमा 1300 देखि सुरु गरेर चाहिँ विद्यालयहरू चलाइरहेको छ। अब सुन्नेहरूले भन्नेहरूले भन्छन् सबै चाहिँ विद्यालय संस्थागत चलाउने माफिया हुन्, जनताको ढाड सेकेका छन् भन्ने कुरा। तर त्यो 13,000 पनि यहाँबाट चाहिँ हामीले तिर्नुपर्ने, पालिकाले केही दिन नसके पनि त्यो लिने कुरा अलिक ठुलो भयो कि। हाम्रो 7 नम्बर वार्डमा सिँचाइ र खानेपानीको समस्या रहेको छ। प्रत्येक वर्ष जति रकम खर्च गरे पनि पहिलामुखी र दिगो विकास हुन सकेको छैन। आर्थिक र दक्ष प्राविधिकको अभावको कारणले समस्या सिर्जना भएको छ। यसको दिगो विकासको लागि स्थानीय सरकारले तत्काल पहल गर्नको लागि म निवेदन गर्न चाहन्छु। पालिका अस्पतालमा स्तर उन्नतिको लागि पहल गर्नु पर्यो र शिक्षा सम्बन्धमा सबै वार्डहरूमा गुणस्तर शिक्षा विकासको लागि पर्याप्त बजेट विनियोजन गरिनुपर्दछ। शिक्षा शाखाबाट सबै विद्यालयको अनुगमन गरी त्यसको प्रतिवेदन सरकार समक्ष सार्वजनिक सुनवाई गर्नुपर्दछ। शिक्षा विज्ञहरूबाट सुझाव र सल्लाह लिएर
सबै विद्यालयहरूमा केराबारीको सेरोफेरो वा केराबारीको परिचय सम्बन्धीमा पाठ्यक्रम वा पाठ्यपुस्तक सामग्री तयार गरी आर्थिक, सामाजिक, भौतिक लगायत प्राकृतिक सम्पदाको संरक्षण र सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा पाठन पठन गराउनु पर्दछ। मेरो नाम हर्कनाथ श्रेष्ठ हो। मेरो श्रीमान लडेको 2 वर्ष भयो। अहिले केही पनि हातबाट केही चल्दैन। कतिचोटि मैले कति भनिसकेँ सरकारी भत्ता पाऊँ भनेर, त्यो पनि मैले पाउन सकिनँ। उहाँहरू पनि गएर सबै हेरिदिनु भएको छ। सबै अहिले घाउ भएर सबै हेरिदिनु नसक्ने भइसकेको छ। म बोल्न सक्दिनँ होइन। अब के गर्नुपर्ने, कसो गर्नुपर्ने त्यो म बोल्नै सक्दिनँ, भन्नै सक्दिनँ। मेरो बुढाको अवस्था हेर्दाखेरि अहिले घरमा कस्तो छ। अब जग्गा जमिन बेचेर गरौँ भने पनि त्यो पनि छैन। एउटा घडेरी छ। अब म अरू त्यो यति नै हो मेरो। हस्, धन्यवाद। हामीले अहिले खाँदै आएको मचिन्द्र खानेपानीको पानी विगत गत वर्षको बर्खाले बगाएर चाहिँ अहिलेसम्म नबनिरहेको अवस्था छ। अहिले सानो पानी आउँदा पनि धमिलो पानी खानु परिरहेको छ। यो के कारणले चाहिँ यो नबनेको, गाउँपालिकाबाट बजेट नछुटेको हो कि अथवा खानेपानीको समितिले काम नगरेको हो कि के हो भन्ने जिज्ञासा छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, सामुदायिक वन, खोला ठेक्का, दुर्व्यसनी नियन्त्रण लगायत विभिन्न विषयमा प्रश्नहरू गरेका थिए भने उठेका प्रश्नहरूको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिएका थिए। यो धमिलो पानी चाहिँ हाम्रो केराबारी गाउँपालिकामा अहिलेसम्म खानै पर्ने स्थिति छ। पालिकालाई जोतिएर पनि हुँदैन। खोलाको पानी मुहान खोलामा छ। बर्खा लागेपछि अब त्यो संरचनाहरू पनि ध्वस्त नै हुन्छ र खोलाको पानी हामीले नालामा ल्याएर बर्खा लागेपछि खानुपर्ने बाध्यता छ। त्यसै कारणले चाहिँ यो यसमा चाहिँ पाउन भएको होइन, केन्द्रदेखि बजेट परेकै हो। त्यहाँ त्यो खोलामा संरचना नबनेको पनि होइन, सम्फेदहरू लगाएर जस्तै अब सञ्चालन गरे पनि बर्खामा ठुलो भेटगाडी आउँदाखेरि चाहिँ त्यसले क्षतिग्रस्त भएर चाहिँ त्यहाँबाट पानी ल्याउन सकेर खोल्छीबाट चाहिँ सानो सानो खरे खोलाहरूबाट चाहिँ पाइप थापेर पनि खानु बाध्य भएको कारणले धमिलो खानु हामी बाध्य नै छौँ। त्यसलाई चाहिँ हामीले फिल्टर गरेर आफैले आफ्नो घरमा आफैले संरक्षण गर्नुपर्ने अवस्थाहरू रहेको मैले यहाँ जानकारी गराएँ। र यो खानेपानीको बारेमा चाहिँ यो हाम्रो एरियामा धदम खोलापट्टि मात्रै नभएर हर्जुवा खोलापट्टि, रोजुवा खोलापट्टि पनि यस्तै यो हाम्रो केराबारीमा अहिलेसम्म डिप बोर्डिङ गरेको पानी नभएको कारण डिप बोर्डिङ थोरै मात्रै छ होला। यो अलिकति थोरैलाई चाहिँ हाम्रै पानी पुगेको छ। तर धेरै समुदायले चाहिँ हामीले यो खोलाकै पानी खानुपर्ने, खोलाकै मन भएको कारणले अहिले यही यसैमा चाहिँ हामी खानु बाध्य नै भएको मैले जानकारी गराएँ। धन्यवाद। म अध्यक्षज्यूसँगै आएँ। सहभागीहरूले सोधेका प्रश्नको जवाफ दिँदै केराबारी गाउँपालिका अध्यक्ष सुमन मेरिङसिंह मगरले केराबारी गाउँपालिका वडा नम्बर 2 र 7 मा गत वर्षदेखि नै लिम्बू भाषामा पठन पाठन सुरु गरिएको जानकारी दिए। विद्यार्थी कम भएका 3वटा विद्यालयहरू अन्य विद्यालयमा मर्ज गर्नका लागि गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए। सामुदायिक विद्यालय मात्रै 38वटा सामुदायिक विद्यालय अहिले सञ्चालनमा छ, जुन चाहिँ यहाँको जनसङ्ख्याको आधारमा हेर्यो भने एकदमै चाहिनुभन्दा बढी हो। तर यहाँको भौगोलिक अवस्थाले गर्दा ती विद्यालयहरू सञ्चालन गर्नै पर्ने। तर पछिल्लो चरणमा केराबारी गाउँपालिकाको केही विद्यालयहरू चाहिँ विद्यार्थीभन्दा शिक्षक धेर भइरहेको अवस्था छ। अब ती विद्यालयहरूलाई हामीले एकजना विद्यार्थीले पनि शिक्षाको चाहिँ नैसर्गिक अधिकार, आधारभूत आवश्यकता कुराहरू पुरा गर्न लाग्नुपर्छ भनेर त्यहाँका अभिभावक र समुदायले माग गर्नुभएको छ। तर हाम्रो लगानी
नेपाल सरकारको लगानी, प्रदेश सरकारको लगानी, स्थानीय सरकारको लगानी एकजना विद्यार्थीको लागि 3 जना शिक्षक भइरहेको अवस्था पनि छ अहिले। अब त्यसलाई हामीले कुन दृष्टिकोणबाट हेर्न सकिन्छ भने उसको पढ्न पाउनुपर्ने चाहिँ नैसर्गिक अधिकारलाई हनन गर्ने हो कि त्यो विद्यालयलाई मर्ज गरेर त्यो विद्यार्थीको सम्पूर्ण पढाइको जिम्मेवारी पालिकाले लिएर एउटा त्यहाँका शिक्षकहरूलाई बढी विद्यार्थी भएको विद्यालयहरूमा चाहिँ व्यवस्थापन गर्न सक्यो भने त्यसले धेरै प्रभाव पार्छ भन्ने यो विभिन्न दृष्टिकोणबाट चाहिँ हामीले मनन गर्नुपर्ने कुरा भएकोले गर्दा हामीले चाहिँ बोर्ड निर्णय गरेर अघिल्लो बोर्ड बैठकबाट हामीले कम्तीमा पनि 3टा विद्यालयलाई जहाँ चाहिँ शिक्षककै हाराहारीमा मात्रै विद्यार्थीहरू छन् 3वटा विद्यालयलाई हामीले मर्ज गर्ने भनेर एउटा बोर्ड निर्णय गरेर हामीले अब कार्यान्वयनमा पनि गइसकेको छौँ। त्यो मर्ज भइरहेको विद्यालय भनेको 5 नम्बरको कफना विद्यालय, 3 नम्बरको गुमानेमा रहेको चाहिँ आधारभूत विद्यालय र 6 नम्बरमा रहेको आले, यो 3टा विद्यालयमा एकदमै न्यून सङ्ख्यामा विद्यार्थी भएकोले गर्दा हामीले त्यो विद्यालयहरूलाई मर्ज गरेर धेरै जहाँ चाहिँ शिक्षकको अभाव र विद्यार्थी सङ्ख्या बढी भएको विद्यालयहरूमा मर्ज गरेर त्यो जुन चाहिँ मर्ज हुन लागेको विद्यालयहरूमा अध्ययनरत भाइ-बहिनीहरूको चाहिँ पढाइको पूर्ण जिम्मेवारी केराबारी गाउँपालिकाले लिनेछ। उहाँहरूलाई चाहिँ पढाइमा कुनै पनि अवरोध नहुने गरी चाहिँ हामीले कुनै न कुनै निर्णय गरेर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई हामीले व्यवस्थित ढङ्गले अरू विद्यालयहरूमा सार्नेछौँ। र विशेष गरी शिक्षाको क्षेत्रमा केराबारी गाउँपालिकाले यो पल्टको एससी रिजल्टबाट पनि हामीले देख्न सक्छौँ। हामीले गरेको तयारी कक्षाहरूले केराबारी गाउँपालिकाको शिक्षा शाखाले सुरु गरेका कार्यकर्ताहरूले गर्दाखेरि उत्तरी मोरङकै मलाई लाग्छ उत्कृष्ट रिजल्ट प्राप्त गर्न हामीले सफल भएका छौँ। त्यसलाई निरन्तरता दिनको लागि र अझ उत्कृष्ट परिणाम प्राप्त गरेका निम्ति विशेष गरी यहाँका विद्यालय, यहाँका प्राध्यापक, शिक्षकज्यूहरू र त्योभन्दा महत्त्वपूर्ण भनेको हाम्रो अभिभावकज्यूहरूले पनि यसरी नै सामूहिकतामा विश्वास गर्दै हातेमालो गर्न सक्यो भने यहाँको केराबारीको शिक्षाको क्षेत्रमा हामीले ड्रास्टिक चेन्जेसहरू ल्याउन सकिन्छ भनेर म अनुरोध गर्न चाहन्छु। सामुदायिक विद्यालय मात्रै 38वटा सामुदायिक विद्यालय अहिले सञ्चालनमा छ, जुन चाहिँ यहाँको जनसङ्ख्याको आधारमा हेर्यो भने एकदमै चाहिनुभन्दा बढी हो। तर यहाँको भौगोलिक अवस्थाले गर्दा ती विद्यालयहरू सञ्चालन गर्नै पर्ने। तर पछिल्लो चरणमा केराबारी गाउँपालिकाको केही विद्यालयहरू चाहिँ विद्यार्थीभन्दा शिक्षक धेर भइरहेको अवस्था छ। अब ती विद्यालयहरूलाई हामीले एकजना विद्यार्थीले पनि शिक्षाको चाहिँ नैसर्गिक अधिकार, आधारभूत आवश्यकता कुराहरू पुरा गर्न लाग्नुपर्छ भनेर त्यहाँका अभिभावक र समुदायले माग गर्नुभएको छ। तर हाम्रो लगानी नेपाल सरकारको लगानी, प्रदेश सरकारको लगानी, स्थानीय सरकारको लगानी एकजना विद्यार्थीको लागि 3 जना शिक्षक भइरहेको अवस्था पनि छ अहिले। अब त्यसलाई हामीले कुन दृष्टिकोणबाट हेर्न सकिन्छ भने उसको पढ्न पाउनुपर्ने चाहिँ नैसर्गिक अधिकारलाई हनन गर्ने हो कि त्यो विद्यालयलाई मर्ज गरेर त्यो विद्यार्थीको सम्पूर्ण पढाइको जिम्मेवारी पालिकाले लिएर एउटा त्यहाँका शिक्षकहरूलाई बढी विद्यार्थी भएको विद्यालयहरूमा चाहिँ व्यवस्थापन गर्न सक्यो भने त्यसले धेरै प्रभाव पार्छ भन्ने यो विभिन्न दृष्टिकोणबाट चाहिँ हामीले मनन गर्नुपर्ने कुरा भएकोले गर्दा हामीले चाहिँ बोर्ड निर्णय गरेर अघिल्लो बोर्ड बैठकबाट हामीले कम्तीमा पनि 3टा विद्यालयलाई जहाँ चाहिँ शिक्षककै हाराहारीमा मात्रै विद्यार्थीहरू छन् 3वटा विद्यालयलाई हामीले मर्ज गर्ने भनेर एउटा बोर्ड निर्णय गरेर हामीले अब कार्यान्वयनमा पनि गइसकेको छौँ। त्यो मर्ज भइरहेको विद्यालय भनेको 5 नम्बरको कफना विद्यालय, 3 नम्बरको गुमानेमा रहेको चाहिँ आधारभूत विद्यालय र 6 नम्बरमा रहेको आले, यो 3टा विद्यालयमा एकदमै न्यून सङ्ख्यामा विद्यार्थी भएकोले गर्दा हामीले त्यो विद्यालयहरूलाई मर्ज गरेर धेरै जहाँ चाहिँ शिक्षकको अभाव र विद्यार्थी सङ्ख्या बढी भएको विद्यालयहरूमा मर्ज गरेर त्यो जुन चाहिँ मर्ज हुन लागेको विद्यालयहरूमा अध्ययनरत भाइ-बहिनीहरूको चाहिँ पढाइको पूर्ण जिम्मेवारी केराबारी गाउँपालिकाले लिनेछ। उहाँहरूलाई चाहिँ पढाइमा कुनै पनि अवरोध नहुने गरी चाहिँ हामीले कुनै न कुनै निर्णय गरेर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई हामीले व्यवस्थित ढङ्गले अरू विद्यालयहरूमा सार्नेछौँ। र
र विशेष गरी शिक्षाको क्षेत्रमा केराबारी गाउँपालिकाले यो पल्टको एससी रिजल्टबाट पनि हामीले देख्न सक्छौँ। हामीले गरेको तयारी कक्षाहरूले केराबारी गाउँपालिकाको शिक्षा शाखाले सुरु गरेका कार्यक्रमले गर्दाखेरि उत्तरी फोरमकै मलाई लाग्छ उत्कृष्ट रिजल्ट प्राप्त गर्न हामीले सफल भएका छौँ। त्यसलाई निरन्तरता दिनको लागि र अझ उत्कृष्ट परिणाम प्राप्त गर्नका निम्ति विशेष गरी यहाँका विद्यालय, यहाँका प्रधानाध्यापक, शिक्षकज्यूहरू र त्योभन्दा महत्त्वपूर्ण भनेको हाम्रो अभिभावकज्यूहरूले पनि यसरी नै सामूहिकतामा विश्वास गर्दै हातेमालो गर्न सक्यो भने यहाँको केराबारीको शिक्षाको क्षेत्रमा हामीले ड्रास्टिक चेन्जेसहरू ल्याउन सकिन्छ भनेर म अनुरोध गर्न चाहन्छु। र हाम्रो अब अहिले भर्खरै मात्रै आउनुभएको हाम्रो शिक्षा शाखा प्रमुखले अहिले विशेष गरी शिक्षाको सुधारको निम्ति उहाँले थाल्नुभएको कदमहरू एकदमै सकारात्मक छन्। त्यसको परिणामहरू पनि हामीले देखिरहेका छौँ। संस्थागत विद्यालयहरूसँग हामी निजी विद्यालयहरूसँग पुनः एकपल्ट छलफल गरेर त्यसको शुल्क घटाउने अथवा कतिसम्म समायोजन गर्न सकिन्छ तपाईँहरूको चाहिँ यहाँ केराबारीमा रहेका सम्पूर्ण संस्थागत निजी विद्यालयहरूसँग हामी छिटोभन्दा छिटो अन्तर्क्रिया गरेर यसको लागि के हामी निर्णय गर्न सकिन्छ भनेर म अनुरोध गर्न चाहन्छु। अर्को कुरा दुर्व्यसन नियन्त्रणमा चाहिँ प्रभावकारी कार्यक्रमहरू गर्नुपर्छ भन्नुभएको छ। हामीले अब केराबारी गाउँपालिकामा दुर्व्यसन नियन्त्रणको निम्ति विभिन्न किसिमका सचेतनाका कार्यक्रमहरू स्कुल विद्यालय टोल टोलमा पुगेर पनि विभिन्न सचेतना कार्यक्रमहरू गरेका छौँ। तर पक्कै पनि त्यो मात्रै पर्याप्त छैन। हामीले केराबारी गाउँपालिकाको तर्फबाट जिल्ला प्रशासन, जिल्ला प्रहरी, यहाँ चाहिँ इलाका प्रहरीमा विभिन्न चरणमा विभिन्न किसिमका अन्तर्क्रिया कार्यक्रमहरू गरेका छौँ। र भर्खरै मात्रै जिल्ला प्रहरी कार्यालयका प्रमुख र जिल्ला प्रशासन प्रमुख सिडिओ साहबसँग पनि मेरो कुरा भएको छ। 29 गते एउटा बृहत कार्यक्रम यही केराबारी गाउँपालिकाको सभा हुने, उहाँले चाहिँ योभन्दा पनि ठुलो कार्यक्रम बृहत जनसहभागितामा गर्नुपर्छ भन्नुभएको थियो। तर हलको अभावले र अहिलेको मौसम एकदमै गर्मी भएकोले गर्दाखेरि 29 गतेको एउटा बृहत कार्यक्रम यही हो। केराबारी गाउँपालिकाको प्रत्येक सङ्घ संस्था प्रत्येक टोलबाट चाहिँ प्रतिनिधित्व हुँदो गरी यो कार्यक्रमका स्टेक होल्डरहरूलाई हामीले आमन्त्रण गर्छौँ। र 29 गते जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रशासनका प्रमुख र अरू विभिन्न यो लागु औषधसँग जोडिएका चाहिँ अरू विभिन्न सङ्घ संस्था र स्थानीयको सहभागितामा एउटा हामीले बृहत कार्यक्रम गर्ने पनि निर्णय गरिसकेका छौँ। त्यो बाहेक पनि हामीले अरू विभिन्न किसिमका कार्यक्रमहरू फेरि एउटा केही दिन धेरै पनि विभिन्न विद्यालयहरूमा पुगेर त्यहाँ चाहिँ प्रशिक्षणका कार्यक्रमहरू, त्यहाँ चाहिँ अरू सचेतनाका कार्यक्रमहरू पनि सुरु हुँदैछन्। र यो विशेष गरी दुर्व्यसन नियन्त्रण चाहिँ प्रमुख चुनौती केराबारी गाउँपालिकाको एउटा प्रमुख चुनौतीको रूपमा रहेको छ। त्यसलाई नियन्त्रण गर्नको निम्ति स्थानीय सरकारले सुरु गरेका कामहरूमा स्थानीय विशेष गरी अभिभावकहरूको पनि त्यति नै महत्त्वपूर्ण भूमिका हुने भएकोले गर्दा म तपाईँहरू सबैजनालाई हातेमालोको लागि अनुरोध गर्न चाहन्छु। अब यो मोबाइलको प्रयोग बढेको कुरा एकदमै दुर्भाग्य भन्नुपर्छ। धेरै मोबाइल सञ्चालन गर्ने माइन्ड अटिजमको शिकार चाहिँ म आफै पनि भइसकेको छु। मेरो छोरा पनि सामान्य अटिजमको चाहिँ पीडित भएर मैले काठमाडौँ राखेर अहिले उसलाई स्पेसल कक्षामा भर्ना गरेको छु। त्यसैले म आफूलाई पनि लागेको कुरा केटाकेटीहरू मोबाइल बढी चलाएर अहिले एकदमै मोबाइलबाट पनि धेरै कुरा सिक्नु चाहिँ सिकिरहेको छ। तर त्यसको चाहिँ नकारात्मक असर चाहिँ बढी परिरहेको भन्ने मैले सुनेको छु, देखेको छु। र भर्खरै मात्रै कोलाबारी नगरपालिकाले चाहिँ आइतबार पनि अतिरिक्त चाहिँ व्यक्तित्व विकासका कार्यक्रमहरू, क्रियाकलापहरू गर्ने विद्यालय खोल्ने भनेर चाहिँ कोलाबारी नगरपालिकाले निर्णय गरेको अहिले भर्खर मैले सूचना मात्रै। मलाई पनि के लागिरहेछ भने आइतबार विशेष गरी विद्यालय चाहिँ सञ्चालन गरेर त्यो दिन चाहिँ पुरै अतिरिक्त क्रियाकलाप गर्दै खेलकुदका गतिविधिहरू भए, अरू विभिन्न किसिमको चाहिँ साहित्य, सङ्गीत, कलाका चाहिँ गतिविधिहरूमा चाहिँ हामीले उहाँ विद्यार्थीहरूलाई सम्मान गराउन सक्यो भने बरु त्यो कुरामा पालिकाको तर्फबाट के कुरामा समन्वय गर्नुपर्छ, केही स्रोत साधनहरू उपलब्ध गराउने कुराहरू छन्, खेलकुदका सामग्रीहरू होइन चाहिँ अरू के उपलब्ध गराउनुपर्छ हामीले त्यसमा हामी पनि समन्वय गर्छौँ। यो 2 दिनको छुट्टी चाहिँ बढी भएको भन्ने हामीलाई पनि चाहिँ महसुस भएको अवस्था छ। चाँडै यसबारेमा पनि हामी योसँग सम्बन्धित स्टेक होल्डरसँग छलफल गरेर केही न केही निर्णय
गर्नेछौँ भनेर म अनुरोध गर्न चाहन्छु। पालिका अध्यक्ष मगरले आफूहरू निर्वाचित भएपछि स्वास्थ्य चौकीलाई पालिका अस्पताल बनाए, एमबीबीएस डाक्टर सहित बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सेवा दिन थालिएको र अस्पतालमा विभिन्न सुविधा थप गरी आँखा उपचार जस्ता सेवाहरू पनि सञ्चालन गरिरहेको बताए। हाल पालिका अस्पतालको भवन निर्माण भइरहेको र निकट भविष्यमा नै डिजिटल एक्सरे र भिडियो एक्सरे मेसिनहरू खरिद गरी विशेषज्ञ डाक्टर राखेर पालिका अस्पताललाई 24 घण्टा सञ्चालन गर्ने तयारी भइरहेको मगरले बताए। जुन चाहिँ अहिले पालिका अस्पताल 15 संख्याको पालिका अस्पतालमा चाहिँ स्तरोन्नति उन्नति हुने चरणमा छ। हामीले केराबारी गाउँपालिकाको स्वास्थ्य चौकी अथवा पालिका अस्पताल हामी निर्वाचित भएर आउँदाखेरि जुन अवस्थामा थियो त्यसलाई उल्लेख्य मात्रामा हामीले सुधार गरेका छौँ। विशेष गरी स्वास्थ्य चौकी हाम्रो पालिका अस्पतालको चाहिँ सेवा समयलाई हामीले वृद्धि गरेका छौँ। त्यसलाई हामीले 12 घण्टा बनाएका छौँ। त्यहाँ थप डक्टरको एमबीबीएस डक्टरको व्यवस्थापन गरेका छौँ। हामीले फिजियोथेरापी सेवा सुरु गरेका छौँ। हामीले आँखा उपचार केन्द्र विराट अस्पतालसँगको हामीले आँखा अस्पतालसँगको समन्वयमा हामीले आँखा उपचार केन्द्र आफ्नै केराबारी पालिका अस्पतालमा सञ्चालन गरेका छौँ। हामीले त्यहाँ रहेका ल्याबलाई अझ स्तरोन्नति गरेर विभिन्न किसिमका सेवा सुविधाहरू ल्याबमा हामीले थपेका छौँ। त्यस्तै हामीले पालिका अस्पताल जुन 15 संख्याको अहिले निर्माणाधीन छ त्यसलाई विगतमा ठेक्का आवत भइसकेपछि त्यो पालिका अस्पताल निर्माणको क्रममा डिपिआर र जग्गामा एकदमै ठुलो समस्या आएको थियो र विभिन्न चरणमा उपाध्यक्षज्यू प्रमुख प्रधानज्यू हामी कर्मचारी र हामी मिलेर विभिन्न र पटक स्वास्थ्य मन्त्रालय र विभिन्न निकायहरूमा धाएर हामीले जग्गा पनि र डिपिआरको समस्या पनि समाधान गरेर अहिले द्रुत गतिमा 15 संख्याको अस्पताल निर्माण भइरहेको कुरा हामी सबैले देखेका छौँ। मलाई लाग्छ 1 वर्षभित्र त्यो निर्माण सम्पन्न भइसकेपछि केराबारी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा त्यसले चाहिँ आमूल परिवर्तन ल्याउँछ भन्ने हामीले अपेक्षा गरेका छौँ र निकट भविष्यमै अब केराबारी गाउँपालिकाको पालिका अस्पताललाई कम्तीमा पनि आधारभूत सेवा चाहिँ 24 घण्टा दिने गरी हामीले अन्तिम तयारी पनि गरिसकेको म हजुरलाई अवगत गराउन चाहन्छु र सकेसम्म चाहिँ हामीले उपलब्ध भएसम्म एमडी विशेषज्ञ डाक्टर राखेर हामीले अब 24 घण्टे सेवा सञ्चालन गर्ने तयारीमा छौँ र यो वर्ष हामीले पालिकाको आफ्नै लगानीमा हामीले डिजिटल एक्सरे र भिडियो एक्सरे पनि खरिद गरेर त्यो सेवा पनि सञ्चालन गरेको निम्ति तयारी गरिरहेका छौँ र अहिले हप्ताको 2 दिन 3 दिन जति हामीले भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिरहेको अवस्था छ। यो सँगसँगै अब यो अस्पताललाई व्यवस्थित गरेर केराबारीका जनतालाई कम्तीमा पनि स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका कुरालाई हामीले प्राथमिकीकरण गरेर बजेट निर्धारण गर्दै अगाडि बढ्ने कुरामा हामी प्रतिबद्ध रहेको कुरा पनि म अवगत गराउन चाहन्छु। वसन्त कुमार श्रेष्ठ, तपाईँले यो सूचक व्यवस्थापनमा थप गर्नुपर्ने विषयमाथि राख्नुभएको जिज्ञासामा प्रदेश सरकारको कार्यविधिलाई हामीले तोडमोड गर्न मिल्दैन र त्यो जे प्रश्न र उत्तर हो त्यसलाई नै हामीले यहाँ सार्वजनिक गर्नुपर्छ। हजुरले भने जस्तो यो कार्यविधि यो स्थानीय तहले आफै बनाउन मिल्ने कानुनी प्रावधान छ होइन र यो कार्यविधि बनाएर आफ्नो पहिचान र समाजलाई चाहिएको विषयवस्तु के हो भन्ने विषयमा स्थानीय तहकै कार्यविधि सार्वजनिक सुनवाई, सामाजिक परीक्षण र सार्वजनिक परीक्षण कार्यविधि स्थानीय तहले बनाएर ती विषयहरू समेट्न सक्नेछ र यो कार्यविधि यो पालिकामा नबनेको हुँदा हामीले प्रदेशको कार्यविधि ल्याउँदा त्यसलाई तोडमोड गर्न सकेनौँ र यो कार्यविधि आगामी वर्षभित्रमा यो बढीले पक्कै तपाईँको सुझावलाई हेरेर ड्राफ्ट गर्नुहुनेछ भन्ने कुरामा म पनि यतैतिर फर्केर विश्वस्त रहेँ। सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले रोजगार शाखा मार्फत प्लम्बर, इलेक्ट्रोनिक्स, बारिस्ता, कफी बनाउने लगायत 14 वटा शीर्षकमा 10 वटै वडाका 146 जना विपन्न नागरिकले तालिम लिएर रोजगार पाएको बताइन्। रोजगार शाखाले विभिन्न कार्यक्रमका तालिमहरू आयोजना गरेको छ अथवा यो के
14वटा शीर्षकमा चाहिँ जम्मा विभिन्न वडा 10वटा वडाबाट 146 जनालाई चाहिँ रोजगार प्रदान गरेको छ। यसमा चाहिँ 39,62,404 रुपैयाँ पनि उहाँहरूले ज्याला पाइसक्नु भएको छ र यो प्रधानमन्त्री स्वरोजगार अन्तर्गत पनि रोजगार शाखाले चाहिँ जुन रोजगारीको लागि चाहिँ विभिन्न तालिमहरू चाहिँ आयोजना गरेको छ र त्यो तालिमहरू आयोजना गर्दा केराबारी गाउँपालिकाको पेजमा अथवा सम्बन्धित शाखाको पेजमा चाहिँ सूचना संश्लेषण गर्छ, सूचना हाल्छ तालिममा सहभागी हुने इच्छुकको लागि भनेर। प्राय 7 दिनभन्दा घटीको सूचनै छैन र त्यो रोजगार शाखाले चाहिँ सूचना गरेर सिपमूलक तालिमहरू सञ्चालन गरेको मध्ये जुन साबुन सडक बनाउने तालिम पहिलो चरणमा आधारभूतदेखि एडभान्स पनि दिएको वडा नम्बर 3 मा र उहाँहरूले साबुनको चाहिँ मेसिन यस वर्ष हस्तान्तरण गर्ने कुरा छ, खरिद गरेर अब अन्तिम चरणमा छ। थोरै उहाँहरूले पनि साझेदारी गर्दै त्यो मेसिन अलिक बढी लाग्ने हुनाले चाहिँ गुणस्तरीय साबुन उत्पादन गर्न सक्नु भएन। सरफ, फिनेल र हार्पिक चाहिँ उहाँहरूले उत्पादन गरेर बेचिरहनु भएको छ र उहाँहरूलाई ती सामान उत्पादन गर्ने चाहिँ प्रविधि पनि पालिकाले हस्तान्तरण गरिसकेको छ गत वर्ष 81-82 मा। र उद्यमशीलताको लागि तालिमहरू सञ्चालन गर्दा पनि जुन प्लम्बर सम्बन्धी, जुन इलेक्ट्रोनिक सम्बन्धी, जुन एसी, टिभी र फ्रिज बनाउने तालिमहरू सञ्चालन गरेको छ र जुन त्यो बारिस्टा र कफी बनाउने तालिमदेखि लिएर थुप्रै तालिमहरू चाहिँ रोजगार शाखाबाट आयोजना भएको छ। अब सूचना हेर्नु भएन कि उहाँ कसरी छुट्नु भयो, म कसरी छुटेँ भनेर उहाँले आफैलाई प्रश्न गर्नुभएको छ। गाउँपालिकाले कुनै पनि तालिम आयोजना हुँदा चाहे रोजगार शाखाले होस्, चाहे महिला तथा बालबालिका शाखाले होस्, चाहे सिङ्गो गाउँपालिकाले होस्, तालिम सञ्चालन गर्नु अगाडि कम्तीमा 7 दिनको सूचना पालिकाको पेजमा हालेको हुन्छ। अब हामीसँग जोडिने भनेको महिला बालबालिका शाखा हो। महिला बालबालिका शाखाले महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएको क्षेत्र हेर्छ अथवा त्यस क्षेत्रमा कार्यक्रमहरू तय गर्छ र अध्यक्षज्यूले अघि भन्नुभयो जस्तो आदिवासी जनजातिको जुन जनजातिको मागलाई सम्बोधन नगरेको होइन, अघिल्लो कार्यकालमा सुरुवात गरेको अधुरो भवनलाई हाम्रो सीमित स्रोत साधनको बावजुद पनि हामीले सम्बोधन गर्दै आएको र जुन भाषा शिक्षाको कुरा उठाउनु भएको थियो अध्यक्षज्यूले, जुन 1 मा मगर भाषा, 2 मा लिम्बू र 7 मा लिम्बू भाषाको कक्षा सञ्चालन भएको कुरा चाहिँ गर्नुभएको छ। अनि यो दरबन्दी तोक्ने कुरा त स्थानीय, मलाई लाग्छ अझै मजाले शिक्षा ऐन हेर्नुपर्छ। स्थानीय तहले दरबन्दी करारमा राख्ने हो, दरबन्दी तोक्ने भनेको त सङ्घीय सरकारले नै हो जस्तो लाग्छ मलाई। म क्लियर हुन्छु। र आदिवासी जनजातिलाई चाहिँ सम्बोधन नभएको होइन, जुन आदिवासी जनजाति दिवस मनाउने दिवसीय कार्यक्रममा पनि गाउँपालिकाले सम्बोधन गरेको छ र गाउँपालिकाले विनियोजन गरेको बजेटबाट चाहिँ त्यो आदिवासी दिवसको, जनजाति दिवसको दिन जुन आदिवासी जनजातिको विषयमा चाहिँ जुन प्रशिक्षण कार्यक्रम पनि गएको वर्ष सञ्चालन भएको छ। त्यस कार्यक्रममा पनि मैले सहभागी भएको थिएँ र जुन शाखासँग जोडिएर मैले तय गर्नुपर्ने कार्यक्रममा यो अन्तिम वर्षको जुन 83-84 को नीति कार्यक्रम तथा बजेटमा चाहिँ सम्बोधन हुने कुरा म यहाँलाई यही सार्वजनिक सुनवाई मार्फत जानकारी गराउन चाहन्छु। त्यो अवस्थामा श्रीमानको हेर्दा अहिले नै कार्ड उपलब्ध गराउने गरेको अवस्था छ। हामी पटक गरी 2 पटक उहाँको श्रीमानलाई घरमै भेट्न र ओछ्यानमै भेट्न गएका छौँ। जुन अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति र यसको चाहिँ जुन प्रमुख प्रशासकीय अधिकृतज्यूले त्यो कार्डमा हस्ताक्षर गर्ने कानुनमा भए पनि तर त्यो व्याख्यामा चाहिँ उहाँले अनुमति दिनुभयो भने स्वास्थ्य शाखा प्रमुखले पनि हस्ताक्षर गर्न पाउँछ र केराबारी गाउँपालिकामा चाहिँ धेरै अगाडिदेखि प्रमुख प्रशासकीय अधिकृतज्यूहरूले चाहिँ स्वास्थ्य शाखा प्रमुखलाई चाहिँ त्यो हस्ताक्षर गर्ने अनुमति दिनुभएको छ। शाखा प्रमुख लगायत म र महिला बालबालिका शाखा हामी
पटक पटक गरी 2 पटक पुग्यौँ। उहाँको शिरमा जुन लडेर चाहिँ उहाँको यो ढाड र यो घाँटीको बिचको भागलाई के भन्छ त्यो भाग नै उहाँको जस्तै नचल्ने अवस्था अथवा भाँचिएको के भएको छ, त्यसलाई के भन्दो रहेछ। तर डक्टरले चाहिँ उहाँको अब निको हुँदैन है भनेर चाहिँ लेखिदिएको छैन। डक्टरले चाहिँ फलोमा आइरह है, फलो गरिरह, निको हुन सक्छ भनेको छ। यो अपाङ्गता परिचय पत्र वितरण समन्वय समिति पनि ऐन र कानुनको परिधिभित्र रहेर चलेको छ। हामीले जुन प्रकृतिको अपाङ्गता भएको डक्टरले जस्तै उहाँको अब उपचार लाग्दैन भनेर लेख्न ल्याउनु न त डक्टरलाई हामी कार्ड दिन्छौँ, उहाँले कभर गरेर पाउनुहुन्छ भनेका छौँ। तर डक्टरले फलोमा राख्ने भन्दा अर्को लेखेर दिन सक्दैन। र हामीले जसलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छौँ जुन 4 क्याटेगोरीको क ख ग घको, हामीले कस्तो प्रकृतिको अपाङ्गता हो, शारीरिक हो कि मानसिक हो कि बौद्धिक हो कि अटिजम हो कि त्यो सम्बन्धी डक्टरले भेरिफाई गरेको रिपोर्टको आधारमा हामीले दिने गरेको छ। तर कुनै आधार बिना कसैलाई परिचय पत्र वितरण गरेको छैन र पटक पटक दुःख दिनको लागि अख्तियारमा उपाध्यक्षज्यूले चिन्जाको नातागोताको आधारमा अपाङ्गता परिचय पत्र बाँडेको भनेर पटक पटक मुद्दा परिरहेको छ। मुद्दा पर्दा हामीले दिदीको शान्ति कुमारी लिम्बू दिदीको पालादेखिकै हामीले त्यो रिपोर्टहरू राखेको छौँ नि, के को आधारमा अपाङ्गता परिचय पत्र वितरण गर्यौँ त्यो सबै रिपोर्ट चाहिँ हाम्रो कानुनी सल्लाहकारले प्रत्येकको हेरेर उठाएर चाहिँ हामीले चाहिँ स्पष्टीकरण लेखेर जुन अख्तियारमा पठाएका छौँ। त्यसैले पनि हामीले डक्टरले चाहिँ भेरिफाई गरेको यो रोग हो, अटिजम भने अटिजम भन्नु पर्यो, बौद्धिक भने बौद्धिक भन्नु पर्यो, शारीरिक हो भने ढाडको मेरुदण्ड भाँचिएको हो कि यहाँ के भन्छ त्यो भाग भाँचिएको हो, अब डक्टरले उपचार हुँदैन भनेर नलेखिकन कानुनमा त हामीले दिनु मिल्दैन। उहाँको अवस्था हेर्दा मलाई अहिले कार्ड दिनु जस्तो छ। त्यही भएर हामी 2 चोटि गयौँ पनि फेरि कानुनको किताब पल्टाएर हेर्दा हाम्रा हात खुट्टाहरू भाँचिएको छ। यदि उहाँले त्यो उहाँलाई हेर्ने डक्टरलाई चाहिँ यो चाहिँ उपचार अब उहाँको उपचार चाहिँ अब सक्सेस हुँदैन भनेर चाहिँ लेखिदिनु भए मात्रै भने पनि हामी अपाङ्गता परिचय पत्र वितरण समिति उहाँको घरमै गएर कार्ड उपलब्ध गराउनेछौँ। अहिलेसम्म अब अघिल्लो कार्यकालमा सिक्दै ओर्दै बित्यो भन्दा नै हुन्छ। म अथवा हामी आइकन अपाङ्गता परिचय पत्र आउनु हुने महानुभावलाई उहाँ आउनु पनि पर्दैन। स्वयं व्यक्ति घरको परिवारको सदस्यले सम्पूर्ण डकुमेन्ट लिएर आएर पहिला बालबालिका शाखामा पेस्नु भयो भने घरमै गएर अपाङ्गता परिचय पत्र वितरण गरेको छ। हामीले दुःख पनि दिएको छैनौँ। त्यसैले पनि यो दयनीय र दुःखदायी अवस्था देख्दा पनि कानुनले हातखुट्टा बाँधेको हुनाले पनि उहाँको श्रीमानलाई हामीले अपाङ्गता परिचय पत्र उपलब्ध गराउन नसकेको। थप केही छुट्यो भने स्वास्थ्य शाखा प्रमुख तथा त्यो परिचय कार्ड हस्ताक्षर गर्नुहुने स्वास्थ्य शाखा प्रमुख टोलप्रसाद चौलागाईले अरू बाँकी केही छुट्या छ भने यसलाई चाहिँ सम्बोधन गर्नुहुनेछ। धन्यवाद। तालिम लिएका व्यक्तिहरूले साबुन, सरफ, हार्पिक, फिनेल जस्ता सामानहरू बनाएर बेचिरहेको उनले बताइन्। उपाध्यक्ष मगरका अनुसार सामुदायिक वनहरूसँगको साझेदारीमा गाउँपालिकाले फलफुल तथा रबरका बिरुवा रोप्ने तथा पोखरी निर्माण लगायतका काम समेत गर्दै आएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जनप्रतिनिधिहरूले बनाएको नीति र कार्यक्रम अनुसार कर्मचारी प्रशासनले मेहनतका साथ काम गरिरहेको र गाउँपालिकाको समग्र विकासका लागि आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता व्यक्त गरे। पुँजीगत खर्च चाहिँ तलै छ, चालु खर्च 61 छ। कहाँ पुग्दैछौँ हामी? यसको स्थायित्व, यसको दीर्घकालीन समाधान न तपाईँ कहाँ चुक्नुभयो भनेर हजुरलाई हजुरको कार्य सम्पादन र खर्च प्रणालीमा प्रश्न गर्नुभएको छ। यो चाहिँ किन यस्तो भयो भनेर मैले प्रश्न गरेँ। अब मलाई त्यस्तो लाग्दैन। विकास भनेको साझा एजेन्डा हो। विकासलाई एउटा सहकार्यकै माध्यमबाट पुरा गर्नुपर्छ। मसँग अब नीति होइन हाम्रो जनप्रतिनिधिहरूले बनाउनुहुन्छ, त्यो नीति अनुरूपको कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्छौँ। सञ्चालन गरिरहँदा अब मैले त्यस्तो मिसबिहेभ गरेको जस्तो लाग्दैन। जहाँसम्म
र अब यो उपलब्धिको कुरा पनि जोड्नु भएको छ। अब उपलब्धिका कुराहरूलाई अब के भने नेपाल एउटा चाहिँ कस्तो भने 4036 वर्गको एउटा सुन्दर फुलबारीको सबै क्षेत्रको विकास भयो भने यो देश समुन्न हुन्छ, त्यसमा म विश्वास गर्छु। र अब त्यो को साथी आउनुभयोहरूले पनि सुन्नुभयो भन्ने कुरा मलाई भन्नुभयो। तर मबाट त्यस्तो भएको मलाई भन्ने लाग्यो, मैले यिनै कुराहरू राखेँ। र त्यस्तो पर्न गएको भए त्यसलाई के ठानिदिनु होला नि, म पनि एउटा जनजातिको छोरो, मैले अघि नै भने नेपाल एउटा 4036 वर्गको फुलबारी हो। हामी सबैले मिलेमा मात्र यो देश चाहिँ समृद्ध हुन्छ होइन। हामी एउटा उचित अथवा चाहेको गन्तव्यमा पुग्न सक्छौँ, त्यो बुझिदिन हुनको लागि म समग्र केराबारी गाउँवासी दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक निवेदन गर्न चाहन्छु। गाउँपालिकाकी पूर्व उपाध्यक्ष शान्ति कुमारी भुजेलले आफूहरूले सुरु गरेका कामलाई अहिलेका जनप्रतिनिधिहरूले पूर्णता दिएको र जनताका समस्या र गाँसबासका सवालमा जनप्रतिनिधिहरू दत्तचित्त भएर लागेको आफूले पाएको बताइन्। गाउँपालिकाले धेरै राम्रा कामहरू गरे पनि सूचना सम्प्रेषणमा पछि परेकोले भए गरेका कामको पर्याप्त प्रचार प्रसार गर्न उनले आग्रह गरिन्। उनले बाँदर नियन्त्रणका लागि योजना बनाउन गाउँपालिकालाई सुझाव दिइन्। समय छोटो छ, हतार छ, मलाई पनि हतारै छ, तर पनि मलाई यहाँ आइसकेपछि बिचमा छोडेर जान मनले मानेन। त्यही भएर म अहिले अन्तिमसम्म बसिरहेको छु। यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। मैले अघि यहाँ अगाडि जति पनि तथ्याङ्कहरू होइन प्रस्तुत भइरहँदाखेरि मलाई खुसी पनि लाग्यो, गर्व पनि लागेको छ। र यहाँहरू सम्पूर्ण टिमलाई, अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकज्यू लगायत सम्पूर्ण केराबारी गाउँपालिका हाँक्ने यो भित्र कर्मचारीहरू पर्नु सबैजनालाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र म आफूलाई कस्तो गर्व पनि महसुस लाग्यो कि जनताको सबभन्दा नजिकको सरकार, स्थानीय सरकार, जहाँ जनताले प्रत्यक्ष सरकार भएको महसुस गर्न पाउँछ, त्यो महसुस जनताले गरेको त्यो तथ्याङ्कहरूले देखाइरहँदा मलाई त्यस्तो अनुभूत भयो। मलाई खुसी लागेको छ कि हिजो हाम्रो पालामा हामी सुरुवात थियौँ, हामीले पनि थुप्रै गर्न खोज्यौँ, तर गर्दा गर्दै पनि कतिपय कुराले गर्न सकेन। तर हामीले थालनी गरेका राम्रा कामहरूलाई अहिलेको यो सिङ्गो टिमले त्यसलाई पूर्णता दिएको छ। र उहाँहरूले उहाँको पालामा थालनी गरेका जनहितका, जनताका सरकारका विषयहरूमा, जनतासँग प्रत्यक्ष जोडिएका घाँसबास कपासका विषयमा, शिक्षा, स्वास्थ्य, कृषि सम्पूर्ण कुराहरूमा यति दत्तचित्त भएर लाग्नु भएको मैले अनुभूत म आफैले पनि गरिरहेको छु। यसको लागि पनि म सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु कि त्यहाँ अघि तथ्याङ्कले बताइरहँदाखेरि जनता निकै सन्तुष्ट छन्। स्थानीय सरकारसँग हाम्रो पहुँच भएको उहाँहरूले अनुभूत गर्नुभएको छ भन्ने कुरा पनि त्यो तथ्याङ्कले देखाएको छ। र अब अलिअलि त असन्तुष्ट हुन्छन् नै, कसैले पनि सबैको सम्पूर्ण इच्छा, आकाङ्क्षा, आवश्यकता पुरा गर्न सकिँदैन, यो ध्रुव सत्य कुरा हो। केही न केही फेरि अर्को कुरो के पनि हुँदो रहेछ, घरिघरि मलाई यो पनि याद छ, अहिले एउटा गीत निस्केको छ नि, गुण भुल्यो पित्तलको सुन पायो होला भन्छ नि। मान्छे हामी जति गरे पनि अलिकति असन्तुष्ट व्यक्त गर्ने, अलिकति भएन भन्ने चाहिँ हाम्रो मानवीय प्रवृत्ति पनि, स्वभाव पनि कता कता देखिन्छ। यसलाई हामीले यो रूपले लिनुपर्छ होला। अब शून्यमा त कसैले पनि हामीले झार्न सकिँदैन, त्यही पनि झार्ने शून्यमा त्यो असन्तुष्टिहरूलाई शून्यमा राख्ने प्रयत्न गर्नुपर्छ। त्यो हामीले प्रयत्न चाहिँ जारी नै राख्ने हो। र अब राम्रा काम गर्छन्, मैले त्यस्तो धेरै सुझाव दिनुपर्ने मैले देखिरहेको छैन, हामीले अनुभूत गरिरहेका छौँ। म यहीँको बसिन्दा बजारमै भएकोले गर्दा शिक्षा, स्वास्थ्य, कृषिसँग जोडिएका कुराहरू, कतिपय किसानहरू, कतिपय नागरिकहरू मसँग पनि अहिले जोडिराख्नुहुन्छ, उहाँले कुरा गरिराख्नुहुन्छ। म पालिकाले अहिले गरेका राम्रा कुराहरू उहाँलाई म पनि जानकारी गराइरहन्छु, यसो गर्नुपर्छ, स्वास्थ्य बिमा उपचारको कुरामा यसरी गर्नुपर्छ, पालिकाले अहिले यस्तो गरिरहेको छ भनेर भन्छु। कतिपय जानुहुन्छ, कतिपय चाहिँ हो र यस्तो पो हुन्छ, मलाई त थाहा छैन भन्ने कुराहरू उहाँले गर्नुहुन्छ। मैले आफूले भनौँ न, मलाई जानकारी भएसम्म म उहाँलाई यो कुराहरू अवगत गराउँछु। अब मलाई के लाग्यो सुझाव दिने कुरामा चाहिँ, राम्रो कामहरू मैले अघि नै पनि भने, फेरि पनि म गर्व गर्न चाहन्छु कि पालिकाले हिजो हामीले गरेको भन्दा निकै राम्राहरू, थुप्रै कामहरू ठुलो दायरामा, फराकिलो दायरामा
कामहरू गरिरहेको छ। तर यो काम गरिरहेको अघि नै आएको थियो नि कतिपय कुरा मलाई थाहा छैन ए हो र पालिकाले यसो गर्दैछ र भन्ने पनि एउटा कुन प्रश्नमा आएको थियो त्यो नागरिकहरूको तर्फबाट र ठिकै छ भन्ने कुराहरू आएको थियो। त्यसलाई चाहिँ अझै जनता बिच चाहिँ सूचना सम्प्रेषणको कुराहरूमा अलिक कमी भएको छ कि जस्तो मलाई महसुस भएको छ। त्यसैले पालिकाले आगामी यो योजनाहरूमा कार्यक्रम तय गरिरहँदाखेरि पालिकाले गरेका यी यावत कुराहरू थुप्रै काम गरेका छन्। तर साँच्चै भनौँ भने सबै जो फेसबुकमा अलिकति होइन प्रविधिमा अलिकति दखल राख्नेहरू अवगत हुनुहुन्छ, तर अलिकति कम दखल राख्ने अलिकति उयो गर्नेहरूमा चाहिँ राम्रो कामहरूको चाहिँ विवरण अथवा उहाँहरू त्यो सूचनाबाट अपडेट हुनुहुन्न। त्यसैले गर्दा अब यसलाई यी सबै केरावरी गाउँपालिकावासी नागरिकहरू बिच पालिकाले गरेको राम्रो कामहरूलाई उहाँलाई रात दिन सम्प्रेषण, जसरी अहिले अल्गोरिदमले मान्छेको दिमाग फुटेको छ नि, अब त्यस्तो भनौँ न त्यो खालको राम्रो कामको चाहिँ सम्प्रेषण गर्ने चाहिँ एउटा कार्यक्रम राम्रो बनाओस्। काम राम्रो गरेको छ सबैसँग कुरा नपुग्दाखेरि खै के गरौँ त भन्ने क्वेसनहरू चाहिँ फेरि पनि कतिले चाहिँ त्यो कुरालाई अलिक अतिरञ्जित गरेर उठाउन पनि सक्छन्। त्यसैले यो एउटा मलाई लागेको सुझाव। अब अरू त धेरै कुराहरू आएको छ। अनि भन्दा भन्दै अब संशोधन उठेको छ र हामीले पनि अनुभूत गरेको कुरा चाहिँ अघि कुरा पनि आएको छ सामुदायिक वनसँग साझेदारीको कार्यक्रमभित्र यो बादल आतङ्कले चाहिँ केरावरी गाउँपालिका पनि अछुतो छैन। जुन जङ्गल एरियासँग जोडिएका वडाहरू छन् त्यो वडाका किसानहरूले साँच्चै भने नि अब लगाएको अन्नबाली चाहिँ 40% अझै बर्खे त अथवा हिउँदे बाली चाहिँ लगभग खान नपाउने अवस्थाबाट पीडित छन् किसानहरू अधिकांश। त्योभित्र म पनि पर्छु। त्यसैले साझेदारी सामुदायिक वन र साझेदारी वनहरूसँग साझेदारी कार्यक्रम गरिरहँदाखेरि त्यो वन क्षेत्रमा जुन जङ्गली जनावर अल्मलिने हिजोका वस्तुहरू थिए नि, हर्रुबर, जमुना कुसुम, फडेरहरू, यी फल जातका बिरुवाहरूलाई चाहिँ सामुदायिक वन र साझेदारी वनले अब कुनै पनि हालतमा हुनु त उपभोक्ताले नै काटेर त्यस्तो स्थिति सिर्जना भएको हो। र साझेदारी र सामुदायिक वनसँग साझेदारी कार्यक्रम सञ्चालन गरिरहँदाखेरि चाहिँ कुनै पनि हालतमा ती बिरुवाहरू चाहिँ अब काट्न नपर्ने, काटेर के गर्ने त भन्ने खालको गरियो भने चाहिँ त्यो संरक्षण भयो भने अनि चाहिँ बिस्तारै अहिले त हुँदैन, 4-5 वर्ष पछाडिदेखि चाहिँ ती बाँदरहरू त्यति अल्मलिने अवस्था आउँछ कि त्यसले केही सपोर्ट पुग्छ कि भन्ने लागेर मैले सुझाव मात्रै दिएको त्यो वनसँगको कार्यक्रममा। अर्को चाहिँ उपभोक्ता हित संरक्षण समिति हरेक स्थानीय तहमा हुन्छ, यसलाई चाहिँ अलिकति सक्रिय अलिकति तीव्रता दिइयोस् भन्ने पनि मैले सुझाव राखेँ। अब धेरै छैन, सुझाव दिनुपर्ने खालको खासै छैन किनभने उहाँले राम्रो काम गर्नुभएको छ, मलाई त्यस्तो लागिरहेको छ। यति भन्दै जाँदा जाँदै खानेपानीको कुरा त जटिल छ, पहिलेदेखि हामी सबै भुक्त भएछ, हामी पनि धमिलो पानी नै खानेभित्रै नै पर्छौँ। अब यसको अघि जुन सानो सहरी खानेपानी वृहत खानेपानीको यो सुरुवात भएको छ, निकै चरणमा पार पुगिसकेको छ। अब पालिकाको मात्रै बजेटले त त्यो सम्भव छैन। त्यसैले गर्दा प्रदेश सरकार र सङ्घीय सरकारसँग चाहिँ माग गरेर एउटा वृहत खानेपानी फिल्टर जुन हुन्छ नि, त्यो हाम्रो जस्तो होइन, अर्को होइन ठुलो प्रोजेक्ट, त्यो चाहिँ सङ्घीय सरकारसँगै चाहिँ अलिकति कार्यक्रम माग गरेर गऱ्यो भने चाहिँ बल्ल हामीले खाने जतिसुकै भने पनि त्यही खदम खोलाकै पानी हो होइन, खोल्सा खोल्सीको त अलिअलि मात्रै हुन्छ। त्यसैले दीर्घकालीन शुद्धता होइन धमिलो पानीबाट बस्न चाहिँ त्यो पनि एउटा प्रयास चाहिँ गर्दा राम्रै हुन्छ होला भन्ने लाग्छ। र समग्रमा फेरि पनि अहिले त्यो वडापत्रहरू देखेँ मलाई खुसी लाग्यो। सबै वडामा सायद यो राखिएको होला होइन, कि यहाँ मात्रै हो डिजिटल वडा यहाँ मात्रै हो, ठिक छ। र पनि यहाँ आउने सेवाग्राही नागरिकहरूले त्यो कुरा थाहा पाउनुहुन्छ। र प्रशासनिक कुराहरूमा पहिलेभन्दा निकै सुधार भएको महसुस मैले पनि गरेको छु। अझै पनि किनभने के हुँदो रहेछ भने आउने सेवाग्राही नागरिकहरू चाहिँ कर्मचारी अथवा सेवा प्रदायक जो तपाईँहरू विषयगत शाखा कर्मचारी वर्ग हुनुहुन्छ, उहाँ तपाईँहरूले गर्ने व्यवहार, तपाईँहरूको बोलीचाली, तपाईँहरूको कार्यशैलीले त्यसको प्रत्यक्ष चाहिँ जनप्रतिनिधिमा त्यसको चाहिँ जस अब्जसको भागी चाहिँ यता जनप्रतिनिधि पनि पढ्नुहुन्छ अथवा जति पनि हुनुहुन्छ। त्यसैले यो कुरामा पनि यहाँहरू सजग हुनुहुन्छ।
त्यसै गरी सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार अरुण बरालले युवा अवस्थामा सुविधा सम्पन्न जीवन छाडेर जनताका कामका लागि सक्रिय रहेकोमा पालिका अध्यक्षलाई धन्यवाद दिए। जेनजी आन्दोलनका क्रममा समेत केराबारी क्षेत्रमा कुनै क्षति नहुनुमा गाउँपालिका र जनप्रतिनिधिहरूको भूमिका उल्लेख्य रहेको उनले बताए। आफू केराबारी गाउँपालिका क्षेत्रको बासिन्दा र कानुनको विद्यार्थी भएको नाताले केराबारीको विकास र समृद्धिका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। मलाई चाहिँ के भन्न मन लागेको छ भने अब सुन्ने मान्छे नभए पनि भिडियोबाट केराबारीवासीले सुनिहाल्नुहुन्छ जस्तो लागेर नि आएको। सायद 1-1.5 वर्ष अगाडि मैले अध्यक्षज्यूसँग केही समय संवाद गरेको थिएँ पालिकामा। अब काठमाडौँ बसाइ भएको कारणले धेरै समय दिन कुरा गर्न पनि नमिल्ने, चाँजो नमिल्ने। मलाई चाहिँ एकदम केराबारी गाउँपालिकाको सदस्य भएकोमा मलाई एकदम गर्व लागेको छ। यो जेनजी आन्दोलन सुरु हुनुभन्दा अगाडि नै जेनजी पुस्ताको मान्छे पालिकाको नेतृत्वमा आउनुभयो। उहाँ अस्ट्रेलिया बस्नु भएको थियो। आफ्नो शानदार जिन्दगी विदेशमै बसेर नि बिताउनुहुन्थ्यो, परिवारलाई दिन सक्नुहुन्थ्यो। यो यति ठुलो तनाव र झन्झट हुन्छ नि यो पालिकाको अध्यक्ष जस्तो लाग्छ। आजै सुन्दा पनि यो एक दिन सुन्दा यति पुकुस मुकुस हुन्छ भने चाहिँ यो 5 वर्ष बिताउन कति गाह्रो हुन्थ्यो होला। त्यस कारणले म चाहिँ एकदम धन्यवाद दिन चाहन्छु अध्यक्षज्यूलाई, सुमनजीलाई र उपाध्यक्षज्यूलाई पनि। यो जेनजी आन्दोलन पनि हाम्रो पालिकामा कहीँ पनि सरकारी भवनमा आग लागि भएन। यो उहाँकै नेतृत्व कुशलताको कारणले हो र हामीले युवा नेतृत्व पायौँ। युवासँग आँट पनि साहस पनि हुन्छ। अब उहाँको अनुपस्थितिमा हामी के हुन्थ्यौँ होला भने जस्तो खालको परिस्थिति सिर्जना गर्नुभएको छ यो 4-5 वर्षभित्रमा। गुनासो त जहाँसुकै पनि हुन्छ। अब एउटा परिवारमा त सबै गुनासो समाधान गर्न सकिँदैन। सायद मलाई लाग्छ 36,000 जनसङ्ख्या होला। अब यो सबै जनसङ्ख्या, त्यसमाथि पनि भौगोलिक रूपमा विकट, बाढीले सधैँ दुःख दिने, गरिबी सबै भएको ठाउँमा सबैलाई चित्त बुझाएको। रिपोर्ट हेर्दाखेरि त हरियो र पहेँलो नै धेरै थियो, रातो एकदम होचो नै देखियो होइन। त्यसले गर्दा पनि म एकदम थ्याङ्क यू भन्न चाहन्छु उहाँहरूलाई। अब आगामी दिनमा पनि गाउँको नेतृत्व नबिर्सिनु होला होइन। हैरान हुँदो रहेछ म त आफ्नो, किनभने व्यक्तिगत जीवन बिताउन त पाइँदैन नि त सार्वजनिक जिन्दगी भएपछि। र बरु पालिकाको बासिन्दा भएर पनि केही योगदान सहयोग गर्न सकिएन। मलाई आफैलाई अलि लज्जित जस्तो पनि लागेको छ। यसपटक चाहिँ म 1 महिना गाउँ बस्नु पर्यो र अलिकति पालिका पनि बुझ्नु पर्यो, भूगोल पनि बुझ्नु पर्यो, अलिकति अन्तर्क्रिया पनि गर्नु पर्यो भनेर आएको हुँ। पालिकामा 4-5 दिन आउँला भन्ने लागेको थियो। त्यो वेबसाइट पनि राम्रो बनाउनु भएको छ साथीहरूले। धेरै म्याटेरियल चाहिँ त्यो मैले वेबसाइटमा घरमै केराबारी 9मा बसेर पढिरहेको छु। त्यसमा केही डकुमेन्टहरू मलाई कर्मचारी साथीहरूले सहयोग पनि गर्नु होला। प्रिन्टेड डकुमेन्टहरू केही छ भने मैले डाटा एनालाइसिस गरेर मैले के गर्न सक्छु त्योतिर ध्यान दिनेछु। दिदीले अघि आफ्नो श्रीमानको बारेमा बताउँदै गर्दा र उपाध्यक्षज्यूले जवाब दिँदै गर्दाखेरि म चाहिँ कानुनको पनि विद्यार्थी र अहिले एउटा कानुनकै वेबसाइट चलाउँछु justnepal.com भन्ने। त्यसमा मेरो ध्यानाकर्षण भएको छ। अब कस्तो मान्छेलाई अपाङ्गताको सर्टिफिकेट दिने, कस्तोलाई नदिने भन्ने कुरामा कहिलेकाहीँ पालिकाले, अघि उहाँले भन्नुभयो हामी कानुनले बाँधिएका छौँ भनेर, कहिलेकाहीँ चाहेर हेर्दाखेरि दिइहालौँ जस्तो लागे पनि त्यो जुन कानुनका बन्धनहरू छन् त्यो म बुझ्छु र त्यसको बारेमा म दिदीलाई भेट्छु र हजुरको श्रीमानलाई नै भेट्छु। भेटेर मैले आफूले एउटा पत्रकारको हिसाबले मैले त्यो स्टोरी गर्नेछु र ठाउँमा उनीहरूको नजर पर्नेछ र कस्तो मान्छेहरूलाई चाहिँ यो समेट्नु पर्ने रहेछ भन्ने कुराहरू। त्यस कारणले हामीले कहिलेकाहीँ ठोकिने घरको सरकार उहाँहरू नै हो, गाली गर्ने उहाँहरूलाई नै हो, तर कहिलेकाहीँ उहाँहरूले गर्न नसक्ने कामहरू हुन्छन्, त्यसमा सहयोग गर्नुपर्ने हुन्छ। म त्यसको लागि पनि तयार छु र अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रशासकीय प्रमुखज्यू, कर्मचारी साथीहरू सबैलाई मेरो आग्रह के छ भने मेरो क्षमता र मेरो आफ्नो PR, मेरो पब्लिक रिलेसन पालिकाका लागि योगदान गर्न कहीँ काम लाग्छ भने मलाई पनि प्रयोग गर्नु होला। केही समय निकालेर म पनि गाउँका लागि केही गरौँ भन्नेमा छु। खास गरी विद्यालयका विद्यार्थीहरूको बिचमा काम गर्न मलाई रुचि लागेको छ, सामाजिक काम। त्यसमा पनि यो जुन अहिले विकृति विसङ्गतिको कुरा, मोबाइल एडिक्सनको कुरा, अनि यो विद्यार्थीहरूमा अलिकति फराकिलोपन आउने अरू इन्ट्र्याक्सनका कुराहरूमा चाहिँ कहिलेकाहीँ प्रेम सरले मलाई फागुनमा उहाँको स्कुलमा 8, 9, 10 का विद्यार्थीसँग टाइम मिलाइदिनु भएको थियो। अलिकति कुराकानीहरू गरेका थियौँ, अनुभवहरू आदान-प्रदान गरेका थियौँ र यति भन्दै आज यो सुरुदेखि नै कुरा सुने। अस्ति शिक्षकहरूसँगको अन्तर्क्रिया पनि सुन्ने मौका पाएँ र अध्यक्षज्यूलाई मैले भनेको छु
र अध्यक्षज्यूलाई मैले भेट्दाखेरि पनि भनेको छु मेरो पनि केही सुझावहरू छन्, नीति कार्यक्रम बन्न लागेको छ, त्यो चाहिँ म यहाँ भन्दिनँ, भन्दा पनि हुन्थ्यो, यो ओपन कुरा नै हो, तर समय यस्तो छ सबै कतिखेर हटाएर छौँ भन्ने छ। मैले अध्यक्षज्यूलाई प्रवक्ताज्यूलाई त्यो भेटमा म आफ्ना केही सुझावहरू पनि राख्नेछु भन्दै मलाई चाहिँ यो एकै ठाउँमा सबै कुराहरू सुन्ने जुन अवसर प्राप्त गरेँ मैले चाहेको यही थिएँ। अरू कार्यक्रमहरूमा पनि म देखिरहेको छु यसै गरी, किनभने म अलिकति गाउँको बारेमा बुझ्नलाई प्रयास गरिरहेको छु भन्दै आज यो मौका दिनुभयो, धन्यवाद। बोल्ने विचार त थिएन। फेरि पनि हाम्रो गाउँको नेतृत्व गरिरहनु भएको अध्यक्ष उपाध्यक्ष उहाँ त भर्खर आउनुभएको जस्तो लाग्छ, हाम्रो प्रशासकीय प्रमुखज्यू। अर्को सुन्दरता पनि छ, अघि लाउतेजीले भन्दाखेरि मलाई एकदम खुसी पनि लाग्यो। हाम्रो पालिका चाहिँ आदिवासी जनजातिहरूको बाहुल्य भएको पालिका, त्यसमा रोचक त के छ भने अध्यक्ष उपाध्यक्ष दुईजनै हामीले चाहिँ आदिवासी जनजातिबाट नेतृत्व पायौँ र त्यसमाथि अब प्रशासकीय प्रमुखज्यू पनि अझ आउँदाखेरि यो सुन्दर भएको छ। म त आफूले मैले बाहुनवाद भन्ने किताब पनि लेखेको ६२मा। हामी कहिलेकाहीँ सुन्ने ठाउँमा क्षेत्री बाहुन बस्दैन, नेतृत्व गर्ने ठाउँमा यसरी आदिवासी जनजातिहरू बस्नुभयो भने धेरै सुन्दर हुन्छ। यो एकदम सुन्दरता पनि खेलाएको छ। थ्याङ्क यू। फेरि पनि अन्तर्क्रिया गरौँला। धन्यवाद। इतिहासमै मैले चाहिँ सार्वजनिक सुनवाईको क्रममा निवर्तमान नेतृत्व आएको कम ठाउँमा पाउने गर्छ। कार्यक्रम झन्डै 3.5 घन्टाको रनमा हामीले कार्यक्रम सञ्चालन गऱ्यौँ। यसले न्यूनतम 3 घन्टाको अवधि चाहिँ छलफलको विषय रहनुपर्छ भन्छ, नभए छलफल चाहिँ विषयान्तर हुन्छ र त्यो जिस कुरा आउँदैन भन्ने यसको कार्यविधिको भावना हुन्छ। जे विषयहरू आए गहन रूपमा छलफल भयो र हामी एउटा महत्त्वपूर्ण निष्कर्षमा पनि पुगेका छौँ र सुझाव पनि प्राप्त भएको छ भन्दै म कार्यक्रम सञ्चालनको क्रममा मैले कुनै तपाईँको भावनामा चोट पुर्याएको भए तपाईँले मलाई क्षमा दिनुहुनेछ, किनकि केराबारीको भूगोलसँग जोडिएर यो कार्यक्रम गर्ने अवसरका लागि पालिकालाई र कार्यक्रम सहजीकरण गर्ने संस्थालाई हार्दिक धन्यवाद दिँदै म कार्यक्रम समापन गरिदिनको लागि अध्यक्षलाई अनुरोध गर्दै सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई अन्तिमसम्म बसेर साथ दिनुभएको धन्यवाद दिँदै म बिदा हुन चाहन्छु र अध्यक्षलाई कार्यक्रम समापन गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। विशेष गरी केही गरी सुरु भएको आजको सार्वजनिक सुनवाई सभ्य र भव्य रूपले सम्पन्न भयो भने मैले अपेक्षा गरेको छु। आज केराबारी गाउँपालिकाको विकास निर्माण, यहाँको प्रशासन सञ्चालनका कुराहरू, केराबारी गाउँपालिकाले गरेका र थालेका विकास निर्माणका कामहरू र केराबारी गाउँपालिकाको आगामी वर्षका विभिन्न क्षेत्रका विकास निर्माण र मानवीय संसाधनका सूचकहरूलाई परिवर्तन गर्ने कुरामा पालिकाले थालेको पहल गर्नेहरूको विषयमा विभिन्न किसिमका जिज्ञासा र प्रश्नहरू यहाँ राख्नु भएको थियो। हामीले कतिसम्म त्यसलाई सम्बोधन गर्न सक्यौँ त्यो हामी सबैजनाले नै त्यो मनन गर्ने कुरा भइहाल्यो। र विशेष गरी आज समग्रमा केराबारी गाउँपालिकाको सर्वाङ्गीण विकासमा अहिले भइरहेका गतिविधिलाई आजको सार्वजनिक सुनवाई मार्फत धेरै कुरा प्रश्नहरू उठेका थिए। म तपाईँहरू विशेष गरी केराबारी गाउँपालिकाका सम्पूर्ण चाहिँ आम समुदायलाई चाहिँ म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रममा धेरैजना गइसक्नु भएको छ, तर पनि कति यहाँका चाहिँ विशेष गरी केराबारीको विकास निर्माणमा यहाँका विभिन्न गतिविधिहरूमा लामो समयदेखि सक्रिय व्यक्तित्वहरूलाई मैले अहिलेसम्म धैर्यतापूर्वक यहाँ बसिरहेको देखेको छु। आदरणीय लालबहादुर दाई चाहिँ केराबारी गाउँपालिकामा जन्म भएर विगत लामो समयदेखि पत्रकारिताको क्षेत्रमा देशकै चाहिँ महत्त्वपूर्ण पत्रिकाहरूमा चाहिँ काम गरेर अनुभव पठाउनु भएको आदरणीय व्यक्तित्व अरुण बराजुलाई पनि म एकदम हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। र हामीलाई केराबारी गाउँपालिकाको विकास निर्माणमा यहाँ भइरहेका गतिविधिहरूलाई विभिन्न चरणमा विभिन्न फोरमहरूमा चाहिँ सल्लाह सुझाव दिनुहुन्छ। विशेष गरी निवर्तमान अध्यक्षज्यू र अहिले कार्यक्रममा उपस्थित आदरणीय उपाध्यक्षज्यू निवर्तमान उपाध्यक्षज्यू, म हजुरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। केराबारी गाउँपालिकाको समग्र क्षेत्रलाई अगाडि बढाउनको निम्ति यहाँका सम्पूर्ण
चाहिँ सङ्घ संस्था यहाँका राजनीतिक कर्मी यहाँका नागरिक अगुवा बुद्धिजीवी र विशेष गरी विभिन्न क्षेत्रमा लागेर केराबारीलाई जन्म लिएर अहिले विभिन्न क्षेत्रमा बसोबास गर्नुहुने आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूले निरन्तर रूपमा हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चाहिँ फोन मार्फत सामाजिक सञ्जाल मार्फत पनि हामीले सुझाव प्राप्त गरिरहेका छौँ। यी सबै कुरालाई हामीले मनन गर्ने गरेका छौँ र मनमा लिने पनि गरेका छौँ। र अघि भन्दै हुन्थ्यो हाम्रो अरुण बराजीले, उहाँ जस्तो चाहिँ अनुभवी व्यक्तित्व, एउटा चाहिँ पुरानो चाहिँ केराबारीको भूगोल, यहाँको जनता, यहाँको सबै कुरा बुझेको व्यक्तित्व, उहाँको अनुभवलाई पनि केराबारी गाउँपालिकाको विकासमा प्रयोग गर्नुपर्छ भन्ने हामीलाई पनि लागेको कुरा हो। उहाँ काठमाडौँ बस्नुहुन्थ्यो, अहिले केही समयदेखि केराबारी बसिरहनु भएको छ। पक्कै पनि केही न केही केराबारीको चाहिँ कुनै न कुनै क्षेत्रमा पक्कै पनि तपाईँको अनुभवले काम गर्छ र त्यसको जिम्मेवारी तपाईँलाई हामी छिट्टै हामी चाहिँ अन्तर्क्रिया मार्फत छलफल गरेर तपाईँको अनुभवहरूलाई, तपाईँले गर्नुभएको कामहरूलाई केराबारी गाउँपालिकाको हितमा कसरी प्रयोग गर्ने भनेर हामी छिट्टै हजुरलाई निमन्त्रणा गरेर कुनै न कुनै कार्यक्रम त्यो हजुरको अनुभवलाई हाम्रो केराबारी गाउँपालिकाको जनतामा पुर्याउने गरी कुनै न कुनै कार्यक्रमको हामी आह्वान गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र यदि ढिलो समयसम्म बसेर साथ दिने सम्पूर्ण कर्मचारी साथीहरू चाहिँ हाम्रो निवर्तमान उपाध्यक्ष अहिलेसम्म पुरा समय उहाँले पनि साथ दिनुभएको छ। चाहिँ जनप्रतिनिधि साथीहरू, विशेष गरी म अम्बिका सरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। उहाँकै पहलमा उहाँले लामो समयदेखि तयारी गरेर आज सार्वजनिक सुनाइ को चाहिँ संयोजन गर्नुभएको छ। र बाबुराम निरौला सर कार्यक्रम सञ्चालक, उहाँलाई पनि म विशेष धन्यवाद र आभार व्यक्त गर्दै यो कार्यक्रम यही समापन भएको घोषणा गर्छु। धन्यवाद।